धेरै क्षतिपूर्ति भएको छ होइन, त्यो बनाउनै नसक्ने गरी क्या। अलिअलि क्षतिपूर्ति छैन, धेरै क्षतिपूर्ति भएको छ। त्यस्तो सामान म फेरि जोड्न सक्दिनँ होला होइन। आज मेरो केन्द्रको छ, भगवान ईश्वरलाई म यति मात्र भन्छु कि लाज लाग्दैन गुरु तपाईलाई? लाज शरम लाग्छ कि लाग्दैन? मलाई केन्द्रमा बोलाउनु भयो, म केन्द्र गएँ हैन, मेरो साथीहरु सहित छ के। क्यूआर पठा, म बच्चाहरुको लागि खर्च हाल्दिन्छु। तपाई आफै बोल्नु भएर अनि मैले पठाएको क्यूआर लाई भित्र मेरो दुश्मनहरुलाई, मेरो हुन्छ नि साथीभाइहरु सबैलाई देखाउँदै श्रेष्ठले चाहिँ यसरी पैसा मागिरहेछ भने बेइज्जत गर्न लाज लाग्दैन? लाज लाग्दैन भने यस्तो लाज मर्नु कुरा के। शर्मिला श्रेष्ठले 5-7 हजार माग्दै हिँड्नलाई के सोच्नु भएको तपाईँले? छि 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 हैन, अलिकति लाज शरम नभए पनि नि इज्जत बेइज्जतको चाहिँ अलिकति ख्याल राखेर गर्नु के। बुझ्नुभयो नि? तपाईलाई त मैले यति राम्रो मान्थे, यति राम्रो सोच्थे नि, तर तपाई त्यस्तो खालको मान्छे होइन रहेछ मलाई भन्थे। मेरो करिबको मान्छेहरुले हैन, मेरो नजिकको मान्छेहरुले चाहिँ यो मान्छे यस्तो है भनेर भन्थे के मलाई। बुझ्नुभयो? म त तपाईको असलियत थाहा पाएर म ब्याक सरेको। बुझ्नुभयो? सचिवले मलाई हैन, सचिव म्याम सुनिता म्यामले रिसाउनु हुन्न भन्दै हुनुहुन्थ्यो, तै पनि होस् म चुप लाएर बसेको। तर हिजोको दिनमा त तपाईले त मैले पठाएको, मैले इनबक्समा तपाई आफैले क्यूआर पठा भनेर मैले पठाएको क्यूआर हैन, त्यो दुनियालाई देखाउँदै हिँड्न लाज लाग्यो तपाईलाई? के साबित गर्न खोज्नु भएको तपाईले? के तपाई मसँग दुश्मनी लिन चाहनुहुन्छ? सक्नुहुन्छ मसँग फेरि? विचार गर्नु नि फेरि। मैले इज्जत दिन जानेको छु भने नि बेइज्जत गर्न पनि नि राम्रो तरिकाले जानेको छु है। भाइरल झाँक्री प्रकाश भुजेलको आश्रममा मध्यरातमा आक्रमण। दर्शकबिन, सामाजिक अभियन्ता तथा भाइरल झाँक्री प्रकाश भुजेलको आश्रममा मध्यरातमा अपरिचित व्यक्तिहरूले आक्रमण गरेका छन्। हिन्दू धर्ममाथि आक्रमण भएको भन्दै यसलाई झाँक्रीले गम्भीर रूपमा लिँदै दोषीलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्। केही समय अगाडि अवैध तरिकाले केही युवतीहरूलाई विदेश लैजाने मेनपावरका विरुद्धमा आवाज उठाउँदा आफूमाथि आक्रमण भएको पनि झाँक्रीले दाबी गरेका छन्।